हेलो साथीहरू नमस्ते, तपाईँहरूलाई स्वागत छ मेरो आजको न्यू डे न्यू भ्लगमा। अनि साथीहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि हाम्रो चाहिँ दिन यसरी नै बितिरहेको छ। छोराको सेक्रेटरी गरेर दिन बितिरहेछ। साथीहरूको कस्तो चल्दैछ दिन? मेरो चाहिँ यस्तै चलिरहेछ है साथीहरू। यो लु अनि साथीहरू आज चाहिँ मेरो नन्दले कपाल काट्ने अरे, झरेर झरेर ताक्नु नै भइसक्नु आँट्नुभयो। अनि त्यही भएर कपाल काट्नु हुने अरे। अनि त्यसैको लागि हामीले चाहिँ आज यसो भ्लग पनि गर्दै बनाउँदै बाहिर जान लागेको। अनि त्यतै हामी हल्का अब सपिङ पनि गर्छौँ, सब्जी पनि लिन्छौँ। अनि छोरा चाहिँ यहाँ आइसक्यो दोकानमा, के भन्नु। अनि मेरो नन्द चाहिँ आज कपाल काट्नु हुने अरे, झरेर झरेर ताक्नु नि भइसक्नु आँट्नुभयो। अनि त्यही भएर आज लगेर चाहिँ नन्दको चाहिँ म कपाल काटिदिन्छु। अनि मेरो छोराको उपद्रो हेर्नु, तपाईँहरू बेहोस हुन्छ। आम्मा एकछिन छोड्नु हुँदैन, मान्छे त कहाँ पुग्छ पुग्छ हौ। हेर भिडियो गर्दै हुनुहुन्छ, कपडा सुकाइरहेको छ, इग्नोर गरिदिनु होला। भयो यहाँ आउनु त, तपाईँको कपाल देखाऊँ। अनि आजको मौसम चाहिँ अहिलेलाई चाहिँ ठिकै छ साथीहरू। अब एकछिनमा कति बेला पानी पर्छ भन्ने टुङ्गो छैन। तिम्रो के छ खबर? कहाँ जानु लागेको तिमी? यति राम्रो भएर कहाँ जान आँटेको भन त? कहाँ जान आँटेको तिमी? कहाँ जानु आँटेको? ल हेर्नु ल साथीहरू, मेरो नन्दको कपाल चाहिँ यत्रो छ। अनि के काट्ने अरे? लङ बब अरे, के हो थाहा छैन मलाई चाहिँ। लङ बब भनेको। अनि भरे तपाईँहरूलाई म काटिसकेपछि देखाउँछु है त। अब हामी चाहिँ निस्किन आँटेको, बुढा र देवर चाहिँ बाहिर जानु भएको छ। अनि अहिले चाहिँ हामी तिनजना छौँ। अब हामी तिनजना पनि जान्छौँ घर बन्द गरेर साथीहरू। लागि हो बढेपछि देखिँदैन नि त। बो कटहरू लेयर कटहरू चलेको नि अहिले त। लेयर कट कटाएको थिएँ एक दिनको लागि मात्र देखियो, त्यसपछि त त्यस्तै जानेन होला उनीहरू। त्यो जोडाहरू देखाइदियो होला त्यो दिनलाई होइन। बब कटै काट्नु नि त, राम्रै देख्छ। स्ट्रेटै छ कपाल, धेरै कर्ली छैन नि त। उसको फेसलाई सुट गर्छ। अलि सलक्क लाम्चै फेसलाई चाहिँ सुट गर्दैन, नत्र मेरो नि त्यस्तो गोल फेस होइन नि त। मलाई चाहिँ राम्रै देख्छ। मैले चाहिँ भिडियो गरेँ। कत्रो होस् भनेर चाहिँ यत्रो हेर्नु त। होइन यहाँबाट यस्तो जान्छ, अगाडि ल्याएर नि देख्छ, पछाडि त्यहाँ बस्नु नि त हुन्छ। खानु बन्द गर्नु हुन्छ, बहिनीलाई हामी ऊ काट्नु भएको थियो तपाईँले, मैले फोटो खिच्ने रहेछ।
ड्यामेज सबै गयो। खै मेरो मोबाइल बगाउँछु। राख्नु सजाएर फ्रेम गरेर राख्नु। खोइ राख्नु हुँदैन कपाल फेरि। मेरो मोबाइल दिनु त। कहाँ छ मोबाइल? अहिले भर्खरै उसको मोबाइल दिनु भन्दा मैले मोबाइल दिएँ होइन। मैले कता राख्नु अहिले भर्खर मोबाइल दिनु भन्दा मैले मोबाइल दिएँ जस्तो लाग्यो। अहिले नगर्नु न। अहिले काफी सजिलो गर्नु चाहिँ पहिले आमाको बिहेमा गर्थ्यो कहिलेदेखि नगरेको हुन्छ को भयो त्यो पनि आउँदैन नखुवाइनु भएको छैन त्यो पनि लगाइदिन्छु नि त मलाई यो घुम्दैन होला होइन। अनि यहाँ जुरो कपाल सिक्न थियो अनि यसलाई यता पारेको क्या ऐना हेर्नु यता झ्याउ यस्तो हुन्थ्यो होइन। गयो खर्लाम कपालमा अब आफ्नो ओरिजिनल कपाल राम्रो आयो प्रोडक्ट गरेको त पहिला आफ्नो कपाल पनि राम्रो रहेछ। जान्टी आज साथीहरू बाहिर गएर पनि आयो अनि सामानहरू पनि किनेर आयौँ। एक दुईवटा कपडा घर जानुपर्ने छ नि त हाम्रो चाहिँ सिरा घर अनि त्यसैको लागि कपडाहरू अनि घरको सामानहरू अनि सब्जीहरू लिएर आयौँ। त्यो क्लिप चाहिँ मैले बनाइनँ। अनि आएपछि घरमा आएपछि बाबुले भतल पतल गर्न थालिहाल्यो बोक्सी जस्तो बनाइहाल्यो। यस्तै हो हालत साथीहरू। अनि भद्रको चाहिँ यसरी हालतहरू यो चाहिँ मिलाउनु पर्ने हुन्छ। आजको लागि चाहिँ यति नै। भोलि भेटौँला। बाई गुड नाइट।